अब बनाउँदैछु म पुरी। रातिको 8 बजेको छ। Okay, let's start. चाना चाहिँ पो हजुर ठुलो चाहिँ पन्यो नल्याएको ओहो पन्ने भोलि झिर छैन हौ। झिर भए चाहिँ तेल फारो हुन्थ्यो। बिर्को कहाँ रहेछ यहाँ फुटेको चाहिँ लगाएको मैले बिर्को त्यहाँ भित्र रहेछ खै तेरै त पोलेन अनि कहाँ लु 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 बरु खा यहाँ चाहिँ पोलिराख्नु भनेको ल यहाँ चाहिँ पोलिराख्नु भनेको तिम्रो कपाल छुनु अनि ड्याउ सब झर्दैन झर्दैन पिठोमा चाहिँ एउटा पिरामा बसेको भए हुन्थ्यो पिरा बस्न कमर दुख्छ नि। तेल खारे रहेछ त्यो स्विट हो तेल खाएर त्यो बोटकोमै तेल छैन त्यही चोपन ओके कति भारी रहेछ हौ तिम्रो कति भारी रहेछ मुख खोइ गल्ती गरेको छैन कम्ती 5 रुपियाँ छोडेको छैन यति मकै चाहिँ अलिक त्यो बाटो राखेको भए चाहिँ अलि धेरै नै बाटो भयो त्यो बरुपुरमा चिली दिएर मकै धेरै टेस्ट गरेको छु नि त्यो बोल्दैछ न फुक न यो अलिक यता उता यहाँ यता न यहाँ गड्री पोल्ने ठाउँ बनाएको झन् सबै पुऱ्याइदियो त्यसले खारेको छान्या रहेछ त्यसले खारेको छान्या रहेछ समोसा बनाउन आउँछ हजुर आउँदैन पोको बाह्र चाहिँ फ्राई गर्नु सामान भएपछि त्यो पनि भइहाल्छ दसैँमाथि जुलरी बनाउनु भनेछ नभए जुलपीको कोसिस लिएर यसपालि त टिका लाउँछ कसले लाउँछ टिका चलाउँछ चलाउँदैन भनेको के उमा खसेको छ नि बार छ ल यसपालि कसले चलाउँदैन हाम्रोमा के यहाँ ए माथि उमा खस्यो भने यहाँ पनि बार्नुपर्छ पर्दैन अनि एकै घरको भाइटिका पनि चलाउँदैन ए रमाइलो भयो यहाँको पनि उमा हो ए माथि त बोतलले बेल्छु म बोतल अनि त्यो
एउटा बनाएको छ प्लेट के को बनाएको त्यो खोइ त्यो सिमेन्ट राख्ने हुन्छ नि हो त्यस बुवाले बनाएको त्यस्तै बेल्ने पनि बनाउनु आइरहेको पोराले बनाउनु थाल्यो। मेघालयमा थियो मै छोडेर आयो किनकै बनाएको खोइ हामी जन्मिँदाखेरि थियो त्यो जमानाको बुबाहरू भर्खर मेघालयमा मम्मी बुबा आउँदाखेरि जमानाको थियो नेपालमा आउने बेला त छोडेर आयो त्यो बेल्ने त जुग मतलब टिक्दो रहेछ नि धाइनमा यो पनि तपाईँहरू जोगाउनु हुँदाको होला नि हो काठमाडौँ गएर बस्छ किनेको कहाँ जो बनाएको कहाँ यहाँ हुन्छ दिदी जो जमिन किनेको दिदी त 6 क्लासमा पढ्ने बेलामा काठमाडौँ गएको अनि नजन्मिनु बङ्गालीहरूले त यस्तो रोड यस्तो पुरी तामामा यत्रो करेमा बनाउँछ न एकै बारमा 4-5 वटा हालेर बनाउँछ बेलुमा कसरी बेल्छ 4-5 वटा बनाउँछ अब यत्रो के पाँचीहरूले साउदीमा रोटी बनाएर खान्छ न कतिवटाको पेकिङ आउँछ अरे तताएर खानु पर्ने पुरी कि परोठा परोठा बनाउनु चाहिँ माझे अब अहिले 9 बजिसक्यो अब अन्तिम घडीमा आउँछु म हामी साँच्ची मामु यहाँ समोसा जुलबी बनाउने ठाउँ बनायो भने त यहाँ दर बिक्री हुन्छ त तर मान्छे अलिक बेसी भएन नि हुन्छ नि होइन इन्डियामा त जति दिनै बनाए पनि पुग्दैन मान्छेहरूलाई थाक बनाए पुग्दैन यताबाट मान्छे आउँछ यताबाट ड्राइभर आउँछ यताबाट आमा यहाँ नेपालमा त एउटा बिस्कुट त मजाले बिक्री हुने रहेछ गाउँमा त्यस्तो त बनायो भने छ हुन्छ भने ओके डन गाइज पुरी बनाउँदा तेल समाप्त भएर परोठा भन्दैछ तेल खतम भएर परोठा भन्दैछ है साथी मी इज द पुरी लभर
जुत्ता लैजाऊ है रोमा हँ कलिलो बजार बनाएको चाहिँ त्यो सिक्केको रहेछ कि अमिलो जातै भित्र छ अमिलो अमिलो पाउँछ एकदम अनिल चाहिँ खान्छ अनिल हेरेर मात्रै जान्थ्यो अस्ति कुकुरलाई भनेको थियो त्यही भने मम्मीलाई भन्यो होला अनि पठाएको